संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलको सम्बोधन। राष्ट्रपति रामचन्द्र पौडेलको भनाई, सरकारले कानुन कार्यान्वयनमा जोड दिनेछ। उपसभामुखमा रुबी कुमारी ठाकुर निर्वाचित भएकी छिन्। रापरवालाई जम्मा 5 मत। सांसदहरूलाई राष्ट्रसभाका सभापति रवि लामिछानेको निर्देशन, आफन्त र साथीभाइलाई नियुक्ति दिन नलाग्नु। ज्ञानिन्द साईलाई रवि लामिछानेले भने, धोका होइन, कयौं कामहरू सँगै गर्न बाँकी छ। सरकारमा 2 नयाँ मन्त्री थपिँदै, उद्योगमा गौरी कुमारी यादव र श्रममा रामजी यादव नियुक्त। नवनियुक्त श्रम मन्त्रीले भने, मधेससँगै सिङ्गो देश निर्माण गर्नु छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको समन्वयकारी भूमिका रहेको राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको भनाई। कर छुट दिँदा पनि किन बढ्यो इन्धन? कञ्चनपुरमा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु र 6 जना घाइते। गोठभित्र छिरेर चितुवाले 8वटा भेडा बाख्रा मार्यो। नेपालको आर्थिक स्थिति शून्य हुने एसियाली बैंक एडिबीको खुलासा। शुक्रबार 2200 रुपियाँले बढ्यो सुनको भाउ। नेप्सेमा 13 अङ्कले गिरावट। खेलकुद खबरमा जय ट्रफीको दायरा बढाएर अबदेखि 6 टिम हुने व्यवस्था। लिग 2 मा 1 दिवसीय खेल अघि नेपालले T20 म्याच युएईसँग खेल्दै।